गाली पनि खै कसलाई गर्नु र। यसो बिहान उठ्यो, रुकम उठ्यो, अनि फ्रेस भएर मोबाइल खोल्यो, सबले केपी मुजी मुर्दाबाद भनेको मात्रै देख्छु। गाली पनि कसलाई गर्नु र खै, केपी मुजी मुर्दाबाद। कति मजा आइरहेछ है तिमीहरूलाई केही गर्नु छैन। अन्त गर्दैछ भने यति साह्रो हुँदैन पनि थियो होला। सायदै म एकछिन पार्कमा गएर बसेर आउँछु। जापानमा चाहिँ एउटा राम्रो सिस्टमै हो है, टक्क सबै ठाउँमा पार्किङ हुन्छ। अनि उफ 1-2 केजी मोटाएपछि अलि सास पनि बढ्ने रहेछ। यहाँ हेर ल, गल्ली बाटो सबैतिर रेस्टुरेन्ट पसलहरू टक्क सानो कसैले डिस्टर्ब हुँदैन। ठाउँमा यस्तो मन्दिरहरू नै हुन्छ है, बलिराख। अनि हरेक घरको बाहिर यसरी पानी जोडेको हुन्छ, पानी सर आइरहेको हुन्छ। आइरहेको त हुनु भन्नाले युज गर्न सजिलो हुन्छ। अनि हरेक 4-5वटा घरको छेउमा यस्तो पार्क चाहिँ हुन्छ। अनि यो चाहिँ म घर जाने गल्ली हो, यसो कफी सफी खाने, घर जाने। अब मामाहरूले त्यहाँ के गर्दैछन् हेरौँ है त। त्यहाँ मामाहरू पनि रहेछन्, मामाहरू चाहिँ त्यहाँनिर पुरा सम्झाउँदै बसिरहेछन्। जापानिज मामाहरू, यिनीहरूको काम छैन नि त, कसलाई सम्झाइरहेछन्। अनि खैरेनी दिदी मलाई हेरेर मसक्क मस्किन्। नमस्किँदा हुन्छ, मलाई खैरेनीसँग केही गर्नु छैन, लिनु दिनु छैन। यसरी बाटोमा जिदो हाम्बाकी हुन्छ, जिदो हाम्बाकीबाट ट्याक्क किनेर खान मन लाग्यो भने पैसा छिराउने। अनि यसरी बाटोमा गाडीहरूले डिस्टर्ब गरिरहेर चाहिँ मामाहरू यहाँ रहेछ। भान्जा यता झ्याप, अनि मामाहरू पनि रेस्टुरेन्टमा छिर्नु भयो। अनि त्यसरी घरमै आएर चाहिँ निस्कि बाहिर भन्दैछ। मामाहरूले चाहिँ अब भान्जा निस्किँदैन, गाह्रो छ नि त, जापान हो। यो ठाउँमा मैले पहिला नै फोटो खिचेको थिएँ है, रेनबो कोट भनेर। अनि तपाईँलाई थाहा होला। सो म कहाँ थिएँ भने यसरी कति मजाले जिदो हम्बाकी राखिदिएको हुन्छ। यहाँनिरबाट कति पैसा छिरायो, 60,000को नोट छ भने यहाँ छिरा हालिदियो है। अनि ट्याक्क पैसा माल झार्छ, खानेकुराहरू, अनि सरेर खायो। यस्तोमा त अगाडि एउटा बच्चा, पछाडि एउटा बच्चा, कति आनन्द के जापानमा। हाम्रो मम्मीहरू टाइपको मान्छेले ट्याक्क अगाडि एउटा बच्चा, पछाडि एउटा बच्चा बोकेर चाहिँ सारा मार्केटमा गएर सपिङ गरेर आउँछन्। त्यसरी जापान बनेको छ। यति अलिकति एक टुक्रो जग्गा रहेछ, लिएर चाहिँ घर बनाउँ के हो, यस्तो पनि सोच्नुपर्छ कहिले है। पाउँछ यो मोटर बाइकहरू चाहिँ एकदम रेयरै हो है। गाडीहरू बरु छ फाटोफुट्टो। अनि यो हो जापानको रियल जापानिज लाइफस्टाइल, बस्ने शैलीहरू, घरहरू है। अनि
जापानिजहरू यो मन पराउँदैनन्, यो मन पराउँछन्, यस्तो गरेको राम्रो, यो नगरेकै राम्रो भन्ने चाहिँ सिकाइयो पनि होला म्यानर भनेको। त्यो चाहिँ एकदमै भोग्नै पर्ने कुरो। नेपालमा पनि छ होला अहिले त। अब छिटो जान मन लाग्यो भने अब त्यहाँ रातो बत्ती बलेको छ, अब यहाँनिर चाहिँ प्रेस गर्ने समाति कुदासाई भनेको छ, पेट्रो बोतल औषधि कुदासाई भनेको छ। एउटा दुइटा मात्रै हो साइकल। यता हेऱ्यो भने यता पनि एउटा मामाको गाडी रहेछ। मामाको गाडी चाहिँ यहाँ पनि रहेछ। मामाहरू चाहिँ जता गए पनि मामाहरू छ। बाटो चाहिँ राम्रो छ है, यसरी फुलहरू टक्क बाटोमा चाहिँ हरियाली गाडीहरू भएको। अब मैयाहरू पनि राम्रो राम्रो छ यहाँ, के किन हिँडेको हो। तर म्याक्सिममले चाहिँ यो बाटोमा चाहिँ बेल घुमिराख है, कति मजा आनन्द हो नि त, सबै सुविधा छ नि त। मेरो रातो बत्ती बल्यो, के अरे हरियो बत्ती बल्यो, अब म जान्छु होइन, यस्तो छ। त्यही भएर हुँदैन, अब नेतालाई त गाली मात्रै गरेर हुँदैन, समय आएपछि भाग्नमा सुताउनु पनि जानु पऱ्यो नि त। अब जब समय हुन्छ त्यति बेला चाहिँ 2 पिस मासु खाने तपाईँहरू, 1 बोतल रक्सी खाने, अनि आफ्नो घुस्ने छ, भ्रष्टाचारी छ, त्यसलाई चाहिँ जिताउने है। अनि माथि माथि ठुल्ठुलो पोर्सीहरूमा उनीहरूलाई राखिदिने। अहिले आएर चाहिँ केपी मोदी मुर्दाबाद भनेर हुँदैन है। केही गर्नु पऱ्यो भनेदेखि एकदम पहिला बेस जरा राम्रो हुनुपर्छ। अनि त्यो चिज गर्ने जरा भनेको तपाईँहरू हो, हामीहरू हो। अनि हामीले गल्ती गऱ्यो भनेदेखि चाहिँ त्यस्तो रिटर्न फल पनि त हामीले भोग्नुपर्छ नि होइन। त्यही भएर चाहिँ आजबाट चाहिँ मैले निरन्तर सत्कर्म यो त भनौँ सबैलाई सर्वदि आओस् भन्ने हिसाबले दिनको एउटा भिडियो हाल्ने कोसिस गरेको छु। इच्छुकहरूले मलाई युट्युबमा सर्च गरेर चाहिँ खोज्न सक्नुहुनेछ। युट्युब चाहिँ म यहाँ तलपट्टि सब्सक्राइब बटन राखिदिनेछु प्लिज। मैले चाहिँ जापानबाट चाहिँ केही लक्की गेमहरू पनि खेलाउने विचार गरेको छु। यसरी कुद्न मिल्छ नि त, पैसा भएछ जापानमा त है। तर केही लक्की गेमहरू खेलाउने विचार गरिरहेको छु। अनि तपाईँहरूले चाहिँ मलाई फलो गरिराख्नु होला। यो गेमहरूमा चाहिँ तपाईँहरू पार्टिसिपेट भएर चाहिँ यदि जित्नु भयो भने तपाईँहरू चाहिँ केही सानो इलेक्ट्रोनिक आइटमहरू चाहिँ पाउने हुनेछ। मैले चाहिँ जापानबाटै माछ पुऱ्याइदिँदैछु। भनौँ अहिलेलाई चाहिँ त्यति नै हो। अब हल्ला मात्र होइन, देश तपाईँ हामीहरूले नै हो बनाउने, देश बनाउनु पऱ्यो। हेर्नुहोस् है कति दामी छ, यतिको हुनु पऱ्यो क्या, कम्ती नसहज गर। यहाँ धुलो देख्नुहुन्छ, देखिन्न नि के हो धुलो, कस्तो धुलो होइन। नियम र पद्धतिहरू चाहिँ पालना गर्नु पऱ्यो। यो चाहिँ कुकुरको घर हो, कुकुरको पार्लर हो यो है। यहाँ कुकुरहरूलाई चाहिँ पार्लरमा ल्याएर राम्रो बनाउनु भन्छन्। त्यति चाहिँ आजलाई इन्फर्मेसन हो। धन्यवाद।